बेलबारीमा नगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता 2082 तथा 3 दिने विद्यालय विज्ञान प्रदर्शनी उत्साहपूर्ण भएको छ। बेलबारी 11 स्थित लक्ष्मी माविको मुख्य व्यवस्थापनमा मंगलबारदेखि राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता तथा विज्ञान प्रदर्शनी सुरु भएको हो। बेलबारी नगरपालिकाका नगर प्रमुख दिल प्रसाद राईले मंगलबार बिहान राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन गरेका छन्। लक्ष्मी मार्ग स्थित लक्ष्मी खेल मैदानमा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा विद्यार्थीहरूको उपस्थिति हेर्न लायकको थियो। उद्घाटन कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले खेल मैदान वरिपरि मार्च पास गरेका थिए। कार्यक्रममा टेक्वान्डो खेलाडीहरूले पनि खेल प्रदर्शन गरेका थिए। नगर प्रमुख दिल प्रसाद राईले बेलुन उडाएर नगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन गरेका छन्। उद्घाटन कार्यक्रममा शिक्षा तथा खेलसँग सम्बन्धित विभिन्न संघ संस्थाका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरू, विभिन्न वडाका वडाध्यक्ष सहित जनप्रतिनिधिहरू र शिक्षकहरूको उपस्थिति थियो। रनिङ सिल्ड प्रतियोगितामा बेलबारी नगरपालिकाका निजी तथा सामुदायिक विद्यालय गरी 28 वटा विद्यालयहरू सहभागी छन्। ती विद्यालयका 683 जना विद्यार्थीहरूले करिब 1.5 दर्जन प्रतियोगिताहरूमा भाग लिने लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक हर्क देवानले जानकारी दिए। नमस्कार, म हर्क देवान लक्ष्मी माध्यमिक तथा यस राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको व्यवस्थापन विद्यालयको साथै यस राष्ट्रपति रनिङ सिल्डको सदस्य सचिव। यस राष्ट्रपति रनिङ सिल्ड सुरुवात भएको छ। यो 7 र 8 छ, 7-8सम्म सञ्चालन हुनेछ। यस कार्यक्रममा लगभग 683 खेलाडी विद्यार्थी भाइ बहिनीले भाग लिएका छन्, जसमध्ये 28 विद्यालयहरूले भाग लिएका छन्। यो 8 गतेसम्म सम्पूर्ण कामहरू सकेर समापन गर्ने निधो गरिएको छ। प्रतियोगितामा भलिबल, कबड्डी, टेक्वान्डो, कराते एवं एथलेटिक्स अन्तर्गतका हाई जम्प, लङ जम्प, ट्रिपल जम्प, सर्ट फुट, सर्ट पट, जेभलिङ, 100 मिटर दौड, 200 मिटर दौड, 400 मिटर दौड, 800 मिटर दौड, 1500 मिटर दौड र 3000 मिटर दौड लगायतका प्रतियोगिताहरू समावेश छन्। ती सबै खेलहरूमा छात्र र छात्रातर्फ छुट्टा छुट्टै प्रतिस्पर्धा हुनेछन्। हरेक प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः स्वर्ण, रजत र कांस्य पदक पाउनेछन्। दोस्रो दिन सोमबारको खेल सकिन लाग्दा जनता नमुना माध्यमिक विद्यालय र शिक्षा सन्देश इङ्ग्लिस स्कुलले करातेमा बाहेक 4 वटा स्वर्ण पदक सहित अग्रस्थान बनाएका छन्। प्रतियोगिताका विजेता विद्यार्थी तथा विद्यालयहरूले मेडल र प्रमाणपत्र पाउनेछन्। नगर स्तरीय प्रतियोगिताका विजेताहरूले जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागी हुन पाउनेछन्। त्यसैगरी जिल्ला स्तरीय प्रतियोगिताका विजेताहरूले राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछन्। प्रतियोगिताको उद्घाटन गर्दै बेलबारी नगरपालिकाका नगर प्रमुख दिल प्रसाद राईले राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताबाट विद्यार्थीहरूको प्रतिभा र क्षमता प्रस्फुटन हुने बताए। तर प्रतियोगितामा अझै पनि अपेक्षित संख्यामा विद्यार्थीहरूको सहभागिता हुन नसकेकोले विद्यालयहरूले त्यसतर्फ ध्यान दिनुपर्ने बताए। सदस्यहरू हुनुहुन्छ भने कम्तीमा आफ्नो विद्यालयलाई हरेक क्षेत्रमा सहभागी गराउनुहोस्। जित्नका निम्ति सहभागी गराउने होइन, सिक्नका निम्ति सहभागी गराउने हो, सिकाइ बढाउनका निम्ति सहभागी गराउने हो। कुनै विद्यालयहरूले सहभागी नगराएर आफ्नो सहभागी हुने इच्छालाई, विद्यार्थीहरूको इच्छालाई मार्नु भएको छ। विद्यार्थीहरूको त्यो इच्छालाई तपाईहरूले मार्नु हुँदैन, सिकाउनु पर्छ, सहभागी गराउनु पर्छ, एक्सपोज गराउनु पर्छ। हरेक क्षेत्रमा विद्यार्थीहरूलाई सहभागी गराएर कुनै न कुरा सिक्नुपर्छ। किताबमा मात्रै सबै कुरा सिक्न सकिँदैन। अभ्यासगत रूपमा, प्रतिभागत रूपमा धेरै कुराहरू बाह्य क्षेत्रबाट सिक्नुपर्ने हुन्छ। त्यस हिसाबले यो राष्ट्रपति रनिङ सिल्ड जसरी राज्यले व्यवस्था गरेको छ, त्यसमा चाहिँ सम्पूर्ण विद्यालयहरूले विद्यार्थीहरूलाई सहभागी नगराएर विद्यार्थीहरूमाथि तपाईँहरूले अन्याय गर्दै हुनुहुन्छ। जसले सहभागी गराउनु भएको छ, योभन्दा अगाडिको संस्करणमा लगभग 300-350 विद्यार्थी सह भएकोमा
सहभागी विद्यार्थी खेलाडीहरू भएकोमा अहिले 600 विद्यार्थीहरू सहभागी हुनुभएको छ। 20-22 हजार विद्यार्थीहरूबाट सहभागी हुने क्रममा यो कम्तीमा 1000 विद्यार्थीहरू चाहिँ खेल क्षेत्रमा सहभागी हुनुपर्ने हो। यिनै आजकै माध्यमिक तहमा रहेका विद्यार्थीहरूले खेल क्षेत्रमा आफ्नो अभिरुचि अनुसार प्रगति गरेर भोलिको राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी बन्न सक्नुहुन्छ। त्यो प्रतिभालाई अन्याय गर्नु हुँदैन विद्यालयले। त्यसैले म आगामी राष्ट्रपति रनिङ सिलमा सबै विद्यालयका प्रहरीहरू विशेष गरी महत्त्वपूर्ण भूमिका हुन्छ, उहाँहरूलाई यही मञ्चमा मार्फत अनुरोध गर्दछु, हरेक विद्यालयमा चाहे 5 जना होस्, चाहे 10 जना होस्, चाहे 100 जना होस्, खेल क्षेत्रमा रुचि राख्ने विद्यार्थीहरूलाई उनीहरूको प्रतिभालाई तपाईहरूले दबाएर राख्न हुँदैन। त्यसको निम्ति त्यसै गरी बेलबारी नगरपालिकाकै आयोजनामा मंगलबारदेखि नै लक्ष्मी मार्गमा विद्यालय त विज्ञान प्रदर्शनी सुरु भएको छ। लक्ष्मी माध्यमिक विद्यालय परिसरमा सुरु भएको प्रदर्शनीको बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राईले नै उद्घाटन गरेका छन्। बेलुन उडाएर र त्यसपछि ड्रोन उडाएर कार्यक्रमको उद्घाटन गरिएको थियो। कवीर माध्यमिक विद्यालयका प्रधानाध्यापक अभय लिम्बुको संयोजकत्वमा विद्यालय त विज्ञान प्रदर्शनीका लागि गठित व्यवस्थापन समितिको व्यवस्थापनमा भएको प्रदर्शनीमा करिब 1.5 दर्जन विद्यालयका विद्यार्थीहरूले आफूले बनाएका विज्ञानसँग सम्बन्धित तथा आविष्कारसँग सम्बन्धित स्टलहरू राखेका छन्। प्रदर्शनीमा लक्ष्मी माध्यमिक विद्यालय, कवीर माध्यमिक विद्यालय, भगवती माध्यमिक विद्यालय, जनता नमुना माध्यमिक विद्यालय, माउन्ट एभरेस्ट इङ्ग्लिस स्कुल, शिक्षा सन्देश इङ्ग्लिस स्कुल, कसेनी माध्यमिक विद्यालय, ज्ञानोदय इङ्ग्लिस स्कुल, डाँगीहाट लिटल बुद्ध इङ्ग्लिस स्कुल, डेल्टा इङ्ग्लिस स्कुल, सगरमाथा इङ्ग्लिस स्कुल, धीरनाथ सम्फुल माध्यमिक विद्यालय, बाल जगत इङ्ग्लिस स्कुल, काली माध्यमिक विद्यालय, सिंहदेवी एकाडेमी लगायतका विद्यालयहरूले विज्ञानसँग सम्बन्धित स्टलहरू राखेका छन्। विज्ञान प्रदर्शनी स्थलमा नासा नेपाल लगायतका विभिन्न संस्थाले सूर्यलाई हेर्न सकिने दूरबीनहरूको स्टल पनि राखेका छन्। त्यसै गरी चन्द्रमा, आकाश र समुद्र सहित ब्रह्माण्डको अवलोकन गरेको अनुभूति हुने साइन्स प्लानेटेरियम पनि प्रदर्शनीमा देख्न पाइनेछ। प्रदर्शनी 3 दिनसम्म चल्ने बेलबारी नगरपालिकाले जानकारी दिएको छ। अम्बिका भण्डारीको रिपोर्ट।